साथीहरु सम्पूर्ण नमस्कार। एकजना साथीले चाहिँ यो मेरो भिडियो हेरेर कमेन्ट गर्नुभएको थियो। उहाँले चाहिँ मलाई मेसेन्जरमा भनिराख्नु भएको थियो, सर अलिकति मलाई नागरिक वडा पत्र र शैक्षिक सुशासनको बारेमा केही महत्त्वपूर्ण कुराहरू बताइदिनु चाहिँ भन्नुभएको थियो। त्यसैगरी मैले तयारी गरिरहेको छु, तपाईहरु यसो हेरिदिनु होला भन्ने मेरो पूर्ण आशा छ। किनभने तपाईले हेर्नुभयो भने तपाईको लागि धेरै फाइदा हुन्छ यसमा।